हेर त यहाँ राम्रै आइगयो लक्षण त राम्रै छ हाम्रो हो कि नै सुन्नु लक्षण त राम्रै छ भिडियोको के यो अगाडिको सिनहरू त सब राम्रो देखिया छ हजुर दाइ म आउँदैछु बाइकमा छु दाइ आउँदैछु ए कहीँ जानु पर्दैन दाइ अब घरमा गएर ल आइहाल्यो 5 मिनट हामी वसुन्धरा चोकमा आइपुग्यौँ चोकतिर हान हामी नेपालीहरूलाई झगडा गर्नु बाहेक केही आउँदैन है झगडै गर्ने खास गरी झगडा गरेर के पाउँछन् भने भेस्टहरू किन्न सायद ब्रान्डेड नाइ भाइ ब्रान्डेड 81 मनपर्ने त किनिहाल्नु पर्छ मलाई उ त्यो रातो कस्तो मन परेको गोजीलाई को ज्याकेट कालोवाला 81 दुवैसँग जाँदा मन पर्यो अनि बिराजीको पैसा कलेक्ट गर्दाखेरि 50 रुपियाँ पैसा तिमीहरू किनै जस्तो अरूले लुगा किनेको जसलाई पो किन किन्छौ सियरिङ त्यही त भने किन दिन्छौ भने आफूले किनेको दिने हो कि नै मलाई त हो कि नै मैले त त्यो यस्तो नाइ त्यही त म त जो पो होस् हो कि नै म कसलाई दिँदैन नि मेरो लुगा हो मलाई अरूले किनिदिएको लुगा हुन्छ नि म अरूका लुगा लाउँदो भने नाइ पहिला सुरु हो कि नै अहिलेसम्म मैले
कस्तो कुरा हो। अनि कहाँ हजुरहरूले कम्पेयर गर्नुहुन्छ हामीहरू आउँदैन नाइ यस्तो हो क्या जुन नाइ अब जस्तै तिमीले किन्यौ हो कि नै पैसा जम्मा गरेर त्यति त म फरक परेन हो कि नै जस्तै अरूले भन्नाले पनि अब मैले तिमीलाई किनिदिएँ हो कि नै तिमीलाई मन परेर मैले किनिदिएँ हो नि त यो त मैले भिनाजुले किनिदिएँ हो म दिँदैन भन्ने यस्तो सोच आउन्न भने त्यसले त्यहाँ गएर हो कि नै कम्तीमा पनि 30-40 हजारका त लुगाइ किन्यो तिमीले हो कि नै भन किनी त्यसले त्यसले त रुपियाँ सिद्धियो त यार अरूको रुपियाँ अहिलेसम्म छँदैछ हो कि नै ऊ पैसाको त्यही त यहाँ यति धेरै लुगा छन् अझ के भन्नु त्यो भन्यो भने रिसाउँथ्यो मलाई लुगा किन्ने हो त्यसले हो कि नै जुनु लगेकै लुगा छन् नि लगेकै लुगा डेली एक जोड लाउँ भन्यो भने 1 महिनासम्म चाहिँ फर्के रिपिट हुँदैन त्यो हो कि नै ल भन अनि मानिदिनु मेरो बुढी त्यो प्रतीक्षा हेर न कसरी बोल्छ त्यो सरसँग यहाँ सुन्नु यस्तो हो कि सुन्नु आफ्नो यहाँ सुन्नु न मैले छ नि मलाई के भनेको हो कि नै सिधै उसले के भन्यो सर त्यो प्रतीक्षा बोली राम्रो छैन म प्रतीक्षा लागि केही पनि गर्नु सक्दैन हो कि नै दिपिका लागि हजुर टेन्सन नगर्नु मैले गर्छु 15 गतेभित्र गरेन भन्यो भने हजुरले जे गर्नुहुन्छ मेरो सबै पैसा ल्याए त्यसलाई फिर्ता होला भने पनि म सबै पैसा दिएर हजुरलाई म उसको के अरे त्यहाँ खर्च भएको अरे जुन त्यसपछि भिनाजुको त्यसले देख्छ नि त पारा राम्रै छ मैले त अब त्यसो हो क्या दिपु रिसाउँथ्यो भनेर नथर्का हो सिधै कुरा हो कि नै त्यो भन्छ नि त जोसँग पनि हजुर जोसेर बोल्नुहुन्छ भनेर भन्छ कि नै ल भन त्यसैले मैले नर्मल हिसाबले कुरा गरेँ हो कि अब त्यसले त्यो ती मलाई टाइम मागेको त मैले दिएँ हो कि नै त्यसपछि नभयो भने त मलाई कहाँ हुन्छ त 1 हप्ता 1 हप्ता हुँदैन नि त्यो त मलाई थाहा छँदैछ त हुँदैन भाइ त्यो त 1 हप्ता 1 हप्ता त त्यसपछि कहाँ टाइम दिनुहुन्छ मैले त अरे मैले आफ्नो कहानी सुनाएर आउँ भने अहिले निकालिदिन्छु एकपछि निकालिदिन्छु भन्यो अहिलेसम्म निकालिदिएन म आफै आएको सर हो कि नै त्यस्तरी चाहिँ झुट चाहिँ नबोलिदिनु होला कि चाहिँ रियल कुरा गरिदिनु होला भनेर मैले सिधै उसकै मुखतिर भने होइन यो 15 दिन भयो कति भयो त्यही भन्नु त्यसपछि त कहाँ छोड्छु त अरे मलाई थाहा छ नि दिनु यार तिनीहरू कस्तो हुन्छन् यार आफ्नै भाइलाई त मुली ठगिदिन्छन् उनीहरू Paradise Garden. खाजा खाने